यदि तपाईँहरूको फेसबुक प्रोफाइलमा फ्लोर्स देखिरहेको छैन, फ्रेन्ड देखिरहेको छ भने चाहिँ हामीले सामान्यतया यसलाई चेन्ज गर्न सकिन्छ। जस्तै प्रोफाइलमा गयो, सेटिङमा गएपछि हाम्रो प्राइभेसी एन्ड सेटिङ हुन्छ। त्यसपछि हामीले यहाँ हेर्दाखेरि नभेटिए पनि हामीले यसमा सर्च गर्नुपर्छ। सर्च कसरी गर्नुपर्छ? हामीले यसमा फ्लोर्स एन्ड पब्लिक कन्टेन्ट्स भन्ने हुन्छ। यसमा टिक गरेपछि हाम्रो यहाँ दुईटै अफ हुन्छ। अफ भएपछि हाम्रो त्यहाँ फ्लोर्स देखिँदैन, फ्रेन्ड्स देखिन्छ। अब हामीले यसलाई अन गरेपछि पब्लिक फ्रेन्डको सट्टा फ्लोर्समा देखिन्छ र हाम्रो फ्लोर्स हुन्छ र हाम्रो जो हामीले भिडियो पोस्ट गरेका हुन्छौँ त्यो पब्लिकमा जान्छ। त्यही भएर हामीले यसमा यो सेटिङ गर्न सक्छौँ फेसबुकमा। धन्यवाद।